नमस्कार है साथीहरू। आज म यो पौराणिक कालदेखिको थलो उबेला पञ्चायत गाउँ पञ्चायत हुँदाखेरिको यो चाहिँ हाम्रो गाविसको जमिन हो। यो यसलाई चलनचल्तीमा चाहिँ फुस्रामाटा डाँडा भन्छ। अहिले हाम्रो यो चाहिँ विज्ञान पार्क यो ठाउँमा बन्दैछ। तर उबेला चाहिँ पञ्चायत हुँदाखेरि पञ्चायत कालमा चाहिँ यहाँनिर गाविस भवन थियो हैन। यो चाहिँ चुनाव हुने गाविसका काम कार्यहरू हुने ठाउँ थलो हो रे अरे भन्ने सुनिन्छ हैन। यो यस्तो खालको रमणीय ठाउँ छ। वरिपरि सबै यो सार्वजनिक जङ्गल हो। यो चाहिँ गाविसको क्षेत्रफलमा पर्छ भन्ने सुन्नमा आएको छ। यो ठाउँमा अब चाहिँ हाम्रो विज्ञानको प्रयोगशाला हुने विज्ञान प्रयोगशाला भनिन्छ। यो यस्तो यो भग्नावशेष चाहिँ यहाँ देख्न सक्नुहुन्छ तपाईहरुले। यो उबेलाको पञ्चायत गाविस भवन हुँदाखेरिको भवन हो। भवनको भग्न अवशेष हो यो हैन। यस्तो खालको ठाउँमा चाहिँ उबेलाको थियो। म आज यहाँ संयोगले यो बाटो हिँड्दै आइपुगेछु र त्यही भएर मैले यो चाहिँ एउटा सानो क्लिप लिन खोजे हो हैन। त्यसले गर्दाखेरि यो रमाइलो छ यो चाहिँ ठाउँ। यो फुस्रामाटा अहिले चाहिँ सामुदायिक जङ्गलमा को रूपमा हामीले यहाँका जनताले उपभोग गरिरहनु भएको छ भने यहाँ चाहिँ विभिन्न खालका गुराँसहरू विभिन्न जातका चाहिँ रुखहरू देख्न पाइन्छ हैन। यस्तो रमणीय तरिकाले गुराँस फुलिरहेको छ। साँच्चै यो एउटा विज्ञान पार्क बन्दैछ भनेदेखि यहाँका चाहिँ वनस्पति रुख काठ जङ्गल हैन, यी सबै कुरालाई चाहिँ एकीकृत गर्न सक्यो भने साह्रो राम्रो हुने अवस्था छ है साथी हो।